सो हेलो वेलकम ब्याक टु माई च्यानल। सो सबैलाई लङ टाइम पछि आएको छु। सो अहिले चाहिँ म ढडाराको गएछु। सो टिकट सिकट काटेर हामी चाहिँ फ्यामिलीसँगभित्र स्वाट्टै छिरिसक्यौँ। अनि पर पर्सन 200 रहेछ। अनि हामी चाहिँ लाइन थियो बाहिर, टन्नै लाइन थियो। मन्दिर जाने जस्तै टन्नै लाइन थियो। हामी चाहिँ त्यो लाइन नछिरिकन सिँढीबाट आएको। सो अब हामी चाहिँ 20 तलाको सिँढी चढेर माथि जाँदैछौँ होइन। फ्यामिलीसँग अनि एउटा नोटिस गरेको मैले यत्रो भर्याङबाट चढ्दाखेरि चाहिँ लाइक हुन्छ नि यो कति धेरै खाली छ क्या, हुन्छ नि भित्ताहरू सबै खाली छ होइन। अनि लाइक पेन्टिङ सेन्टिङ राखेर बवाल देख्थ्यो होइन। म चाहिँ फ्यामिलीसँग थियो आज होइन। सो लुक एट द भ्यू। सो झ्यालको छेउछाउ साइडतिर फायर बक्स भएकोतिर नोटिसहरू राखेको थियो होइन। त्यही थियो यस्ता। यहाँ चित्रकला होला, अलि खतरा होला सोचिरहेको थियो कि बल्ल थाक्यो है यो मान्छे। गाईको घिउ खाएको मान्छे। सो 20 तला माथिबाट चाहिँ यस्तो भ्यू देख्छ। सो तपाईँहरूलाई देखिसक्नु भइसक्यो। सो म पनि भान्जा बाबु म अनि यस्तो रमाइलो गर्दै हल्का फोटोसोटो खिच्यौँ गऱ्यौँ। अनि त्यो भ्यू यही भइहाल्यो। सो तल यस्तो छ। अन्त चाहिँ हेर्दै डर लाग्दो तर राम्रो देखेको छ माथिबाट तल हेर्दा। सो हामी चाहिँ अघि चाहिँ सिँढी चढेर आयो भने अहिले चाहिँ हामी लिफ्ट चढेर जानु लागेको छु। अनि 5 जनाभन्दा बेसी चाहिँ चढ्नु नमिल्ने रहेछ वान टाइममा। सो म पनि 5 जनामा परेँ अनि म पनि छिरेँ। सो अघि चाहिँ खुट्टा फुइँ फुइँ गर्ने एकदम बच्चाहरू पनि थियो नि त, सानो भान्जा भान्जी। अनि त्यो चाहिँ गाह्रो भइरहेको थियो। अहिले चाहिँ अनि वेट गरेर चिसो हावा आउनु थाल्यो। त्यही भएर 20 तलाबाट अब के हिँडेर जानु भनेर फेरि लिफ्ट चढिदिएको फ्यामिलीसँग। अनि त्यहाँपछि अब सुइँ तल जानु लाग्यौँ हामी। अनि सो अब त्यो एकैछिनमा पुग्छ नि त, बच्चाहरू हिँड्छ। त्यही भएर हामी चाहिँ लिफ्ट चढ्यौँ। लिफ्टबाट सुइँ 1 सेकेन्ड नलागिकन 1 फ्लोरमा ल्याइहाल्यो। अनि झऱ्यौँ ओऱ्यौँ हामी। अनि त्यहाँपछि कहाँ जाने भन्ने प्लान भइरहेको थियो। सो यहाँ चाहिँ अझै पनि लाइन बसिरहेको छ पहिलाको। यो चाहिँ पुरानो धराना भयो। सो मान्छेहरू अझै पनि लाइन बसिरहेको छ क्या। स्टिल त्यो हुन्छ नि लिफ्टको लागि। हामी चाहिँ धेरै टाइम लाग्छ भनेर हिँडेर गयौँ। आउँदाखेरि चाहिँ लिफ्ट चढेर आएको झरेको। 250 यो फोटोसोटो खिच्यो यताउता। कस्तो हाल्दा हुन्छ नि साउन्ड? घुम्नु निस्किरहेको चाहिँ पढाइको कुरा भइरहेको छ। के कस्तो हाल्दा नि? सो हामी चाहिँ धराबाट निस्केर आइफोन 19 किन्नु जानु लाग्यो। भर्खरै निस्केको भन्न नमिल्ने। मेबी फोन किन्नु जानु लाग्यो हामी। कता जानुभयो म्याडम हाम्रो? लिफ्टबाट गयो र म चाहिँ हिँड्दै जानु लाग्यो होइन। भन न के किन्नु जानु लाग्यो अरे हामी? आइफोन के 19 उयो कता अब यता होइन 17 भन्छ हामी 19 किन्नु हिँडिरहेको छौँ होइन। सो हामी किन्न आयौँ मोबाइल। 17 हो यहाँ 17 चाहिरहेको छ। हामी अघि 19 को आविष्कार गर्ने भनेको मोबाइल किन्ने धनी बा धनी पैसै पैसा छ। सो मोबाइलको दाम साम सबै मिलिहाल्यो। रेडमी 10 लिएको हामीले चाहिँ 14 हामीले चाहिँ 2 मा लिएको 14-15 हो यसको प्राइस चाहिँ। हाम्रो चाहिँ आफन्तै भएर हो। सो पेटमा मुसा कुदिसकेको थियो 20 तला माथि तल गर्दा ओर्दा यताउता डुल्दा ओर्दा। सो हामी चाहिँ हाँडी बिरयानी खानुको लागि सर्र आयौँ यो ठाउँमा। यो ठाउँ चाहिँ हामीले टिकटकमा देखेको थियौँ। टिकटकमा देखेर आएको हो भनौँ। अनि त्यहाँपछि एक्ज्याक्टली लोकेसन चाहिँ आइडन्ट नो, थाहा छैन मलाई। अब मेबी वीर हस्पिटल जाने रुट साइडको हो। हामी चाहिँ टाक्टुङ बस्यौँ। अनि त्यहाँपछि यसो हेऱ्यौँ ओऱ्यौँ अर्डर सर्डर गऱ्यौँ। अनि त्यहाँपछि अर्डर पनि आइहाल्यो हाम्रो चाहिँ। तुरुन्तै ल्याइदिइहाल्नु भयो, अर्जेन्ट भनेको थियौँ हामीले चाहिँ। सो अर्डर सर्डर आयो। अनि सो सबैजना फ्यामिली बसेर एकछिन खायौँ, रमाइलो गऱ्यौँ। अनि त्यहाँपछि ठिकै थियो बिरयानी, नट ब्याड होइन। अनि त्यहाँपछि मेरो चाहिँ एकदमै लभली आइसक्रिम पनि आएको थियो। अनि त्यहाँपछि म नेपाल हाँसेको हेर्न चाहन्छु, नेपाल खुसी भयो बाँचेको हेर्न चाहन्छु भन्दै
म पनि त्यहाँबाट निस्किएँ। सो म चाहिँ घर फर्केँ। घर फर्केपछि चाहिँ चिया र बिहानको ओट्स मागेको थियो। अनि एकछिन एक्सर्साइजहरू गरेँ अनि त्यहाँपछि ओट र चिया खाएँ। अनि आजलाई यति नै गाइज। सो गुड नाइट एन्ड सी यू नेक्स्ट भिडियो एन्ड थ्याङ्क्स फर वाचिङ।